माननीय प्रधानमन्त्रीज्यू जो देशको अभिभावकत्व ग्रहण गर्दै हुनुहुन्छ उहाँको रोलै त्यही हो। उहाँलाई सुनाउनलाई सभामुख मार्फत मैले यो तयार गरेको थिएँ। अब भित्र त बोल्न दिएन, धेरैवटा विषयमा हामीलाई बोल्न नदिएको छ। यो तपाईहरुको मिडिया मार्फत म प्रधानमन्त्रीज्यूसम्म पुगोस् भन्ने आशा गर्छु। म जस्तो छ त्यही पढेर सुनाउँछु। सम्माननीय सभामुख महोदय, सांसदलाई नसुन्ने सरकारले जनताको चित्कार के सुन्ला, तै पनि यो सुन्नुस्। यहाँ उपस्थित कतिजना छोराछोरीको उमेरको होला, कति नाति नातिना उमेरका होलान्। भर्खर 12 पास गरेका बहिनीलाई नजिकैको मान्छे मार्फत दलालले घरको काम हो, सजिलो काम हो भनेर 40-50 हजार तलब पाइन्छ, त्यो पनि फ्री टिकटमा जान पाइन्छ भनेर सपना देखाउँछ। त्यसपछि त्यो बहिनी विभिन्न देश मार्फत त्यो अर्को देश थर्ड कन्ट्री पुग्छिन् र आफ्नै अगाडि आफ्नो मोलमलाई गरेर एउटा साहुजीले किनेर लान्छन्। उहाँलाई केही भयो श्रम शोषणमा पर्छन्, कसैलाई भनौं भन्ने ठाउँ छैन, कानुनी अधिकार केही छैन। ती बहिन कसरी गइन् भिजिट भिसामा? हट्टा कट्टा नेपाली युवकलाई ब्यारेकको मात्रै काम हो, लोजिस्टिक्समा काम हो भनेर उहाँलाई खतरा केही हुँदैन, महिनाको 2-3 लाख पाउँछ भनेर सपना देखाइन्छ, लगिन्छ। अर्काको युद्धमा उहाँ होमिनुहुन्छ, अङ्गभङ्ग हुन्छ, मृत्यु हुन्छ, तर सुनिदिने, उहाँलाई उद्धार गर्ने केही हुँदैन। लिङ्क्डइन जस्तो प्रोफेसनल साइटबाट अन्तर्वार्ता लिने भनेर रिक्वेस्ट आउँछ, तर पठाइन्छ कहाँ? यो साइबर स्क्यामिङ सेल्सहरुमा, जहाँ टार्गेट मिट भएन भने है, जहाँ टार्गेट मिट भएन भने कुटपिट हुन्छ, करेन्टसम्म लगाइने रहेछ। यो त दास प्रथामा एउटा स्पोन्सरले, एउटा सेन्टरले किनबेच पनि गर्ने रहेछ हाम्रो नेपालीहरूलाई। यो त मोडर्न डे स्लेभरी हो कि हैन? यो त मोडर्न डे स्लेभरी हो। पहिला जुन हुँदैन नेपालमा यो दास प्रथा छैन भनेर भनेको थिए, यो त छ रहेछ। यस्तो ठाउँहरुमा नेपाली युवा कसरी पुग्छन्? भिजिट भिसा मार्फत। त्यस्तो ठाउँमा घुस लिएर अझ आफ्नो कटलाई चाहिँ सफ्टवेयर प्रयोग गरेर मेरो कटको चाहिँ कति भयो भनेर क्याल्कुलेट गर्ने, राजनीतिक संरक्षणमाथि छानबिन गरौँ भन्छौँ, त्यो पनि गर्दैनन्। कतिसम्म गिरेको नेपाल सरकार। अनि यस्तो जोखिम छ भनेर थाहा पाउँदै पनि ऋणै लिएर भए पनि जसरी पनि विदेश जानुपर्छ भनेर मनस्थितिमा हाम्रा युवा कसरी पुगे? नेपाललाई खुला आकाश मुनिको गोल घर कसले बनायो? यसमा मम गर्नु पर्दैन? यसमा कसरी टेक केयर गर्ने भनेर नेपाल सरकारले सोच्नु पर्दैन? हाम्रो माग जारी छ। हामीलाई संसदीय छानबिन समिति अथवा उच्चस्तरीय न्यायिक समिति चाहिन्छ। यो कुराको सल्युसन खोज्नै पर्छ। यो सपना खोज्ने को? यो सपना कसले खोज्यो, किन खोज्यो, कसरी खोज्यो? त्यो रोक्नुपर्छ कि पर्दैन? अब त्यो रोक्नुपर्छ। नेपाल सरकारलाई यही सुनाउन चाहन्थ्यौं, सुनेनन्। तपाईहरुको मिडिया मार्फत उहाँले सुनोस् र आत्मसार गरोस्। यो सामान्य